कि सेकेन्ड डे गाइस अब चाहिँ जाने तयारी हुँदैछ तर मलाई सुत्नु मन लागिरहेको थियो तर जानै पर्यो यस्तै छ गाइस कति बज्यो 4:30 बजी चाहिँ हामी उठिसकेको छौँ यहाँदेखि बाइकसम्म कालो कालो खोला कि के काली खोलामा जानु भने काली खोलादेखि चाहिँ ट्रेकिङ सुरु हुन्छ अब Are you excited? Hello guys, आजको हाम्रो ट्रेकिङको डे 2 अनि हामी चाहिँ यहाँदेखि अब काली खोलासम्म बाइकमा जाने त्यसपछि हिँडेर जाने हाम्रो कुरा छ अनि अहिले चाहिँ बिहानको ठिक्क 5:08 भएको छ अब त्यसपछि हामी बाइकमा पनि सिधै लागेको अब काली खोला चाहिँ 1 घन्टा जतिमा पुग्छ भनिरहेको छ नि यहाँको बासिन्दाहरूले अब त्यसपछि हाम्रो हाइकिङको हुनेछ जान्नै टाढो ल गाइस यस्तो छ मौसम बिहानको बेला बाइक बाटो यस्तो भएको कारणले हामी दुईजना चाहिँ हिँडेर जाँदैछौँ जुरो जस्तै उठेको हो र अनि यो डाँडा चाहिँ सिक्किम पर्छ अरे इन्डिया पहिलेको बाजेहरू चाहिँ त्यही ठाउँदेखि चामल बोकेर खान्थे अरे यतासम्म आउँथ्यो अरे अहिले हामीलाई भने चाहिँ यति हिँड्न पनि मुस्किल परिरहेछ पहिले भाइ कस्तो भइरहेछ त राम्रै एकदम गाड बेला भइरहेछ ल लाग्दैन त्यसको भित्तामा बाटो पुगिरहेको बाटो यस्तो छ ढुङ्गा हेलो गाइस अब बाइकवाला मान्छेहरू चाहिँ अगाडि गइसके अनि बाटो यस्तो भएको कारणले चाहिँ अहिले हामी हिँडेर जाने हिँड्ने अवस्थामा पुगिरहेछौँ अनि म चाहिँ बिहान बाइकमा जाडो हुन्छ होला भनेर दुईवटा ज्याकेट लाएर हिँडेको हो गर्मी भइरहेको छ अहिले चाहिँ ओ हेमन्त सर बस्न हौ भन्दै केही हिँडे मस्यो बोर मसिरहेको होइन साथीहरू यस्तो ह्याप्पी ओह्रालो छ नि बाटो चाहिँ गाई ल गाइस फाइनली हामी चाहिँ हाम्रो डेस्टिनेसन अहिले बिहानको डेस्टिनेसन काली खोलासम्म आइपुगेको छौँ अनि धेरै सकलपछि हामी काली खोला आइपुग्यौँ ल हेर्नु सक्नुहुन्छ तपाईँहरू सट्ट काली खोलाको भ्यूहरू वा त्यो डाँडा हेर्नुहोस् त्यो डाँडा त त्यो डाँडा पो जानुपर्छ कि अब एकचोटि
ल गाइस काली खोला आइपुग्यो अनि यो होमस्टेहरू देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ तपाईँहरू बस्न पनि सक्नुहुन्छ लिम्बूको सङ्गत गर्नुभयो क्या जमानामा लिम्बुनीहरू थिए लिम्बूको के सँग लिम्बुनीहरू थियो तपाईँको हामी 13 छौँ लक्ष्मी हाम्रो एकजुम नासी तुलसीसम्म उनीहरूले सिकाएको मैले बेगाहरू लिम्बुनीहरू मन पर्थ्यो क्या जमानामा लिम्बुनीहरू चाहिनुमा यम्बा यम्बा केम्बा केम्बा देखि परिहाल्छ पोखे खेल्दोगी नि हौ अनि मुन्न पर्ने कुरा आउँदैन ल अब चाहिँ हामी काली खोलादेखि हाम्रो ट्रेकिङ सुरु हुन गइरहेको छ अनि यहाँ चाहिँ हामी यो मिचिम होमस्टेमा चिया बिस्कुट खाजा खाएर अब हाम्रो ट्रेकिङ सुरु हुन गइरहेको छ अनि केटाहरू चाहिँ फोटो खिच्ने भन्दैछन् स्क्रिनसट हाल्नु पर्यो ल अब लाग्यो तपाईँहरू पनि किम्बुङ पोखरी आउनुहुन्छ भने चाहिँ यो मिचिम होमस्टेमा एकदम राम्रो सुविधाहरू रहेछ अनि डन्ठीहरू पनि यहीँ रहेछ ट्रेकिङको लागि ल लाग्यो केटाहरू अगाडि छन् अनि त्यसपछि पछाडि छ ल भाइ के भन्न चाहन्छस् हाम्रो ट्रेकिङ सुरु भयो गाइज अब कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदैछु डे 2 अफ किम्बुङ पोखरी Let's see you guys later. अब चाहिँ हाम्रो ट्रेकिङको उकालो बाटो सुरु भएको छ केटाहरू सबै अगाडि पुगिसके म चाहिँ पछाडि ओह, हाम्रो ट्रेकिङ सुरु गरेको चाहिँ आधी घन्टा पनि भएको छैन अनि हाम्रो हालत चाहिँ अहिले नै यस्तो छ अब के हुन्छ हामी त्यो घरदेखि अहिले यहाँसम्म आइपुग्यो एकदमै रमाइलो भइरहेको छ पसिना खल्खल्ती बगिरहेको छ यस्तै छ ल गाइज हामी चाहिँ पृथ्वीको टुप्पीमा आइपुगिसक्यौँ यता माथि चढेछौँ गाह्रो भयो गाइस बोक्न एकछिन म रक्सी नि बोक्नु त्यो होला भित्र यता ओइ केही सकिन ल गाइज उकालो बाटोमा साह्रै थाक्यो सबैभन्दा थाक्यो चाहिँ हाम्रो मित्र अनि अब यस्तै हो लागिँदैछ अब कति घन्टा लाग्छ अरे माथिको होमस्टे पुग्न हामीलाई 2 घन्टा जति लाग्छ 2 घन्टा गाली फर्काउ 2 घन्टा खाने ठाउँ पुग्न हामीलाई 1.5 घन्टा 2 घन्टामा पुगिन्छ अरे त्यहाँदेखि हिँडाइमा पाङमा अनि त्यहाँ माथि लाली खर्कमा खानासाना खाइसकेपछि पाङमा भन्ने ठाउँमा रातिको हाम्रो होमस्टे हामी चाहिँ उहाँबाट देखेको घरदेखि हिँडेको ठक्कै 1 घन्टामा यहाँ आइपुग्यो अब त्यसपछि फेरि 1 घन्टा आदिमा माथि पुगिन्छ खानासाना खाएर एकछिन रेस्ट गरेर फेरि माथितिर जान्छ
बिहानको समयमा अर्को बोलौँ न अर्को बोल्नु हेलो गाइजहरू भन्नु सक्नुहुन्छ साथीभाइहरू हामी चाहिँ उकालो होइन लगभग तलदेखि करिब 200 किलोमिटर त हिँडेको छैन 10 किलोमिटर चाहिँ हिँड्ने होला केटाहरू मेरो फर्स्ट टाइम म बोलेको सुनेर केटाहरू हाँस्दैछ जिब्रो झिक्दै झिक्दै केही छैन साथीभाइहरूले खिल्ली उडाउँछ तर म चाहिँ लगायत टिम्बुङ पोखरीको यात्रामा हल्का थाकेको अवस्था अनि हाम्रो भाइ पनि थाकेर अगाडि केटाहरू अरू अगाडि 3 जना अगाडि गइसके एकजना हामी 2 जना यहाँ हिँड्दैछौँ एकदम गाह्रो भयो अझै लगभग 1 घन्टा 15 मिनट जति हिँड्नुपर्छ भनिरहेको थिएँ हामीले अहिले बिहान खाना खाने ठाउँमा अनि त्यसपछि फेरि राति 6 बजेतिर पुगिन्छ माथिको होमस्टे भनेको छन् अब हेरौँ के हुन्छ यस भ्यूहरू चाहिँ अहिलेको यतिको अवस्थामा राम्रो छ लगायत फेरि नयाँ सिडी बनाएको रहेछ माथि पुगिसक्यो हाम्रो टोली 3 जना केटाहरू अनि हामी यहाँ 3 जना हुँदैछौँ ओ मजा भइरहेछ तर गाह्रो पनि भइरहेछ जस डाँडा काँडा हेर्दा त्यो राम्रो छ यता पानी चाहिँ पास्टर यता ताप्नु जाउँ पर्छ अरे मलाई पनि थाहा छैन यहाँको बासिन्दाहरूले भनेको पसिना भइसक्यो खै कत्रो भेटेँ मेरो चाहिँ पछाडि छ कोलिप्स गाइड्स मजाको छ धुलो परेको ल भाँच्यो कि क्या भनेको यो कुन ठाउँ हो
नमुले त गोरु खोज्छ कि के हो हाम्रो यात्रा जारी नै छ लभली गाइज हामी चाहिँ तिम्बुङ पोखरी पुग्न अब 1 दिन जति लाग्ला यात्रामा चाहिँ एकदम मजा आइरहेछ त्यो तर देखा यो चाहिँ लालीगुराँस होमस्टे हो एकदम मिठो खाना थियो अनि त्यसपछि अब हामी हाम्रो ट्रेकिङ फेरि सुरु गरेको छौँ देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो राम्रो पुरा खोलादेखि चियाहरू उड्दै आइरहेको यस्तो दामी चौरी अनि चौरीरहेको गु हो कि के हो पनि गोबर पनि देख्न सक्नुहुनेछ ल लेट्स गो गाइस लेट्स गो घुम 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 भाइ घुम हेलो हेलो गाइज अहिले चाहिँ हामीले उकालो काटिसकेर यस्तो दामी चौरीमा आइपुगेको छौँ केटाहरू पनि थाकेर बसिरहेछ सौगात सर शब्दहरू बग्दै बग्दै जाला शब्दहरू बग्दै बग्दै तम्बर नदी बल्लान लभले आहा थप पनि अर्कोले ल हामी चाहिँ देखिँदैन होला जस त्यो तलको कुहिरो लागेको ठाउँदेखि आएको त्यो कुहिरो लागेको ठाउँ चाहिँ कति छ कति छ अनि यहाँदेखि भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू अब यहाँदेखि कता अझै माथि नै जानुपर्ने हो बाटो अझै माथि जानुपर्ने अब लगभग कति 5 घन्टा जति हिँड्नु पर्ला हामीलाई कि 3 घन्टा अझै 7 घन्टा जति यहाँदेखि हामीलाई हिँड्दै टाइम लाग्छ भनिरहेछन् केटाहरूले के हुन्छ यो हामीले के पो खेलेको अन्त छिटो चल्दैछ है गाजीहरू यहाँ चाहिँ हाम्रो टोलीहरूको कसले जित्छ पर्सन भर्सेस सौगात लाइनबद्ध रूपमा हो हामी चाहिँ तिम्बुङ पोखरी नजिकै नै पुग्नु आँटिसक्यो त्यस्तो धेर छैन अब 25 मिटर होला लगभग अनि चाहिँ हाम्रो आज तिम्बुङ पोखरी चाहिँ ठ्याक्कै पुगिँदैन कहाँ होमस्टे कहाँ छ अरे हामी त्यहाँ बसिन्छ हो अब भोलि बिहानै पुगिन्छ केटाहरू चाहिँ यहाँ अन्त खिचडी हाल्दैछन् माथि
हेलो गाइज, अहिले चाहिँ पानी परेको अवस्था अनि केटाहरू सबै यहाँ रेनकोट लगाएर बसिरहेको छौँ अनि अहिले चाहिँ यसको घाम नलागेर पार लो भइरहेछ। अवस्था अब हामी चाहिँ कहाँ जानुपर्ने हल्का कन्फ्युज भयो। हामी चाहिँ यतैतिर लाग्यौँ किनभने यस्तो गरेर लट्ठी लडाउँदाखेरि यतैपट्टि लडेको कारणले हामी यता लागेको हो। तपाईँहरू के हुन्छ डेस्टिनेसन पुग्न सकिन्छ कि सकिँदैन आजको हाम्रो गन्तव्यसम्म तपाईँहरू देख्न सक्नुहुनेछ। यता पनि भिड छ, यताको साइड पनि त्यस्तै भिड छ अनि यस्तो बाटो छ केटाहरू जाँदैछन्। केटाहरू छैन यहाँ सही केटाओ अब अर्कोचोटि आउँदा कहाँमा आइपुगेको छौँ गाइजहरू। अब त्यहाँ माथि पुग्दा पनि फेरि उकालो आउनु सक्छ। गाइज हामी चाहिँ रेस्ट गर्दैछौँ। हामी चाहिँ यो देखिएको डाँडादेखि तल्लो डाँडादेखि तल्लो डाँडादेखि यति यहाँ आएको। अब अझै हामी चाहिँ अझै यो माथिल्लो डाँडादेखि माथिल्लो डाँडा अझै माथिल्लो डाँडामा जानुपर्ने छ। हाम्रो गाइडलाई हाम्रो गाइडलाई हामी खाजा दिन गइरहेको छौँ। तलदेखि यसले गाइड गरेर भोलिमा हामीतिर गाइजहरू यो चाहिँ गुराँस कस्तो खालको गुराँस हो थाहा छैन हामीलाई।
अनौठो खालको गुराँसहरू छ। यहाँ पनि निकै नै राम्रो गुराँस। येल्लो कलरको गुराँसहरू गाइजहरू गुराँसै हो यो। यस्तो छ बाटो चाहिँ गाइजहरू। आमा भिरै भिड। गाइस हामी जस्तो ठाउँमा गइरहेको छौँ। हाम्रो गाइड यता पछाडि हुनुहुन्छ। एकदम बाटो चाहिँ लभली छ। यत्तिकै एडभेन्चर चाहिँ भइराख्नुपर्छ जिन्दगीमा। साला ओभर छ लभली छ बाटो चाहिँ गाइजहरू। म त अड्किन गएमा यस्तो छ गाइजहरू। के गर्नु गाइज। हामी चाहिँ हिँडेछौँ खै उकालै मात्रै आउँछ उकालै मात्रै आउँछ। होमस्टेको नाम छ छैन। ओह गाइज के हामी हरायौँ हो खै। हामी एकदम हामी बिहान त्यो घरदेखि कति बजीको हिँडेको? 7:30 बजी। त्यो होइन बाइकदेखि होइन हिँड्दै चाहिँ 7:30 बजी हिँडिसकेको। अहिले कति बज्यो? अहिले 3 बज्न आँट्यो होला गाइजहरू। हिँडेको हिँडै उकालो तर एकदम मजा आइरहेछ गाइज। एकदम मजा आइरहेछ। अब भोलि कति खुट्टाहरू गलेर दुख्ने हो। भोलि बिहान मात्रै थाहा हुन्छ। अझै उकालै आउँछ जस्तो छ। होमस्टेको त नाम हो निशान हौ। यतिको लागि होइन योभन्दा अझै राम्रो ठाउँहरू आउँदै जाला। अब चाहिँ अलिक खुसी लाग्यो। अब चाहिँ अलिक उकालो गाइडहरू कम हुँदैछ। अब होमस्टे पुग्न अवस्था नाजुक भयो गाइज। जस ठाउँ चाहिँ थम्स अप। गाइडहरू म चाहिँ अझै 8 घन्टा हिँड्नु सक्छु। अझै 8 घन्टा पनि हिँड्न सक्छ अरे। हामी हिँडेको 8 घन्टा भइसक्यो गाइज आजको दिनमा। बिहानको कति 7 बजीदेखि हिँडेको। यहाँ आएर हाम्रो ठक्क भनेको 3 बजिसक्यो। ल केटा डान्स हाने कुरा गर्दैछन्। एकदम थाकेको अवस्थामा गाइजहरू एउटा लेक लागेर मकै खान हामी चाहिँ खाँदैछौँ। हामीलाई अरे ढिको पनि मान्छस्। होमस्टे चाहिँ जति नजिक आउँछन् त्यति पर भएको छ कि जस्तो लाग्दैछ मलाई। खै आउँदैन। जम हिँडौँ। मकै चपाउँदै गाइज फाइनली गाइज हामी चाहिँ होमस्टे आइपुगिसक्यौँ। बल्ल गाइज। प्रशान्तको त चारदेखि तेल निस्किसक्यो गाइज। हेर्नु सक्नुहुन्छ। बल्ल होमस्टे आइपुग्यौँ गाइज। आज हामी यहीँ बस्छौँ। गुराँस चाहिँ अलिक छ गाइजहरू। होमस्टे आइपुग्यौँ गाइज हामी चाहिँ बल्ल गाइज। ओ कति बज्यो अहिले?
कति 3 7:30 मा हिँडेर गाइज हामी 3 बजी चाहिँ आइपुग्यौँ गाइज हामी बल्ल बल्ल रुइदिउँ कि क्या म त खुसीले हो रुइदिउँ हाम्रो गाइड पनि अघि नै आइसक्नु भएको छ गाइड सुतिराख्नु भएको छ हाम्रो गाइड तलदेखि ल्याएर स्टेमा आइपुगेर हामी खाजा खाँदैछौँ केटाहरूले खाजा खाइसक्यो जाडोको बेलामा गाइस पिरो खोर्सानी हालेर तातो तातो सुप तातो चाउचाउ बेस्ट भइरहेछ उसलाई देखाइदिए जाडोमा गाइज हाम्रो खाना खाने टाइम भइसक्यो आजको केटाहरू चाहिँ बाजी छन् यहाँ बस्छु त्यहाँ बस्छु भन्दै बच्चा जस्तो गर्छन् गाइजहरू म ठुलो मान्छेले सम्हाल्नु पर्छ के गर्छु यहाँ आएपछि चाहिँ जाडो हुन्छ भनौँ न केटाहरू तलदेखि जाडो हुन्छ भन्दै यहाँ चाहिँ हुँदो रहेछ नि त यो याकको होइन फर्स्ट टाइम गाइज फर्स्ट टाइम हो गया घिउ त एकदम मलाई नि फर्स्ट टाइम हो यो याकको पनि धेरै यत्रो ज्याकेट कसैमा बिरामी त भएन कसैले खाएको थियो याकको मासु याकको घिउ पनि भएन भर्खर आइदिएको याक्कै रहेछ याकको घिउ पनि खाइन्छ ल अब भोलि बिहान